यही सिधा रास्तामा आएपछि ब्लग चालु को पनि हालत खराब भइसक्यो। यहाँ चाहिँ शिवजीको पूजा। गाइस यस्तै छ पारा वरिपरि हेर्न सक्नुहुन्छ, देखिन्छ डाँडा नै डाँडा। हिँड्दैछु त्यही डाँडाको बिचमा, यही छ रास्ताको पारा। म अहिले 8 माइल जाँदैछु। अब त्यही हो काम त, आफ्नो गाडी छैन। अब बेलुकाको ट्रिप, दुध हातैमा छ, बेसी दुध पनि छैन अहिले, कम्ती छ। त्यही हातमै लिएर जान पनि सजिलै हुन्छ त। हिँड्दैछु, नाकामा पसिना पनि जमिसक्यो पुरै। यस्तै हो पछाडिको सिन। अगाडिको फेरि यस्तो, यो डाँडा हो। उतापट्टिको गाउँ त अब बोरो बस्ती परिहाल्छ। त जाँदैछु, हेर्दै गर्नु अगाडि। यस्तो छ तिनाली हाम्रो यहाँको, डाँडा उठेपछिको तिनाली हो यो। यताबाट उताको गाउँ छुट्टै, उता रास्ता, हाम्रो गाउँको यो छुट्टै रास्ता। यहाँ छ बोर्डको पनि हालत खराब भइसक्यो। यहाँ चाहिँ शिवजीको पूजा भएको थियो अस्ति भर्खर शिवरात्रिमा। यो चाहिँ दोकान छ, सब्जी दोकान। यही ओह्रालोको कुरा गर्दै थियौँ। यही डाँडा चढेपछि, यो डाँडा चढेपछि अब यही माथि ठक्क पहाड, पछि त्यो तिनाली आउँछ हाम्रो। अनि फिलहाल यसरी आउनुपर्छ बच्चाहरूलाई पनि स्कुलबाट। डाँडा छ निकै, उकालो उठ्नुपर्छ। आफू पनि जाँदैछु अहिले त। ओह्रालो जाँदा मजा आउँछ के अरे, पछि उताबाट आउँदा पो त बाप्पा खुट्टाहरू पुरै गल्छ नि। निकै लामै छ नि, 8 माइल पुग्न पनि अब लगभग अब हिँड्न नसक्ने उस्तै मान्छेहरू त आरामले हिँड्नेहरू त आधा घन्टा पुरै लाग्छ। अब म त अलिक फर्स्टै हिँड्दैछु अहिले, फिलहाल त 15-20 को भित्रै पुगिहाल्छु। डाउन हेर्न सक्नुहुन्छ, पुरै 8 माइल तक देखिँदै यहाँबाट सिधै रास्ता हो त, तल्लो रास्ता। अनि यो त्यही भित्र क्याम्पसको भ्यू हो। त्यो वाल हेर्न सक्नुहुन्छ, अहिले यहाँबाट पुरै टुट्यो। त अहिले नि फेन्सिङहरू छ, लागिरहेको छ, तर वाल लागेको छैन। कहिले लाग्छ खोइ। यो पुरा क्याम्पस इलाका हो, उतापट्टि सिआरपीको इलाका हो। अनि यो चाहिँ हाम्रो गाउँको इलाका, सिधै यहाँबाट बााउन्ड्री छ, बोर्डर। फाइनली म डाउन नामी पनि सकेँ र अब जाँदैछु 8 माइलको बाटो, आफ्नो गली। ल हेर्नुहोस् अगाडिको रास्ता पनि यस्तो छ। पछाडि त पुरा डाउन अब थाहै थियो कस्तो खालको छ। र गाइस मैले अघि त्यहाँ खट्टै भिडियो बनाउन सकिनँ। 8 माइलको पुरै गली निक्लेको पनि बनाउँछु भनेको थिएँ। खट्टै अब गाडी आइदिइहाल्यो एकजना दाइको, स्कुटी ब्लक भन्दै अनि फेरि स्कुटीमा बनाउन झेउ लाग्यो, त्यही भएर बनाउनै मिलेन। हो सरी। र यही सिधा रास्तामा आएपछि ब्लक चालु भइहाल्यो। ब्लक चालु यही रास्ताबाटै, अरू के गर्ने अनि। र हिँड्ने अब आउँदाखेरि त हिँड्दै, अब जाँदाखेरि त गाडीमै साथीको साथ मजा। यही हो 8 माइलको गली, जो अघि नै देखाउन सकेको थिइनँ। हिँड्दै आउँदाखेरि खुट्टा गाडी भेटिहाल्यो के अरे सुरज दाइको, अनि चढिदिइहाल्यो। खतरा हो नि यो गली, खतरनाक गली भन्छ त्यसलाई, खतरनाक। अहिले कहाँ जाँदै हाम्रो थाहा छ? 8 माइल टु कपडा बगान। नाला त अब यो थाहै छ हाम्रो यता त पुरै लक्ष्मी माताजीको गली भनौँ न। अहिले अब सुक्खा सिजन हो, जहाँ हेरो टाउवा जता हेरो गाई गोबर। यो सिआरपीको वाल, यताभित्र सिआरपीको भित्र बाउन्ड्रीमा चाहिँ बहुत धेरै घाँस छ, लेकिन काट्न पाइँदैन नि। घाँस हेर्नु त काट्नु जाँदा पनि अब हेर्नुहोस् गाइस, फरेस्टरहरू आउँछन् यहाँ जङ्गलमा पनि। अनि यता घुस्न पर्छ, कमान्डोहरू आउँछन्, सिआरपीहरू आउँछन्। ए अघिको उकालो अब यसरी चढ्न पाँदैछु। ओह्रालो नाम अब उकालो चढ्दै दुध लानु भन्नुहुँदैछ नि। यसरी असल मेरो जस्तै दुध हातमा जाँदैछ। र फाइनली अघिकै डाँडामा पुगिसक्न थालेँ म, तिनालीमा। जुन तिनालीमा हजुरहरूलाई मन्दिर देखाएको थिएँ मैले, पूजा भएको थियो भने चाहिँ यो अगाडि हेर्दै जानु। हल्का हाम्रो
खानु पर्छ, बहुत पिरो लागेको छ।